कुकुर धेरै खुसी थियो किनकि उसले मासुको एउटा ठुलो टुक्रा भेट्टाएको थियो र त्यसलाई खानको लागि कतै लैजाँदै थियो। ऊ खोला नजिक आयो र पुल पार गर्न थाल्यो। अचानक ऊ पुलको बीचमै रोकियो र तल पानीमा हेर्न थाल्यो। पानीको सतहमा उसले आफ्नो प्रतिबिम्ब चम्किरहेको देख्यो। कुकुरलाई भ्रम भयो, तल पानीमा अर्को कुकुर छ र त्यसको मुखमा झन् ठुलो मासुको टुक्रा छ। उसलाई लालच जाग्यो र भुक्दै आफ्नो प्रतिबिम्बमा मासुको टुक्रा खोज्न झम्टियो। यस प्रकार उसले आफैले च्यापेको मासुको टुक्रा खसेर पानीमा हरायो। आफू पनि पानीमा नराम्ररी पछारियो। मोरल मेसेज: तपाईसँग जे छ त्यसलाई बचाएर सुरक्षित हुनुहोस्। लालच गरेर हतारो गरे आफूसँग भएको पनि गुम्छ।